तिन तले ह्याप्पी बर्थडे टु यु ल ताली बजा न ताल बजाल्नु यस्ता हातले एउटा ल ह्याप्पी बर्थडे आमा च्या बेजत हुन्छ अहिले उता रुममा यहाँ हाम्रो तिन तले केक आइसकेको छ होइन यो सेतो सेतो देखेको के फोहोर होइन नि फेरि यो होइन यो पाकेर कस्तो मजाको खाले छ कि अब योहरू अम्म मलाई खाना हतार भइसक्यो लेट्स गो यो चाहिँ फर्सी हो यो फर्सी पनि उसिनेर खान्छ भन्ठान्ला बाउले च्याउ खाएपछि भात पाउनु भने जस्तो के भन्छ थरी थरीको हुन्छ नि त फर्सी पनि होइन यो चाहिँ उसिनेर खाने खालको हो यो चाहिँ घरबाट बिहान पठाइदिनु भएको थियो मम्मीले सो यो कन्फ्युज लाग्यो के हो चाहिँ यहाँ निकाल्नु पर्ने हुन्छ लौ भन्दै थिएँ नि मैले भर्खरै तँलाई नै थाहा छैन यो तरकारी खाने खाले होइन नि तरकारी खाने खाले हरियो हुन्छ अनि यो उसो के यो चाहिँ कस्तो हो भने यो सेतो सेतो हुन्छ ह्याप्पी बर्थडे भन् वाउ कस्तो मजाले लुना यो साँच्ची खाएर हेर्न अहिले पखाइ यो जुन छ नि यसको यहाँ माथि हल्का यस्तो हुन्छ होइन यो चाहिँ निकाल्दा नि हुन्छ ननिकाल्दा नि हुन्छ यसलाई मिठो हुँदैन भन्छ झन् मैले उसिनेर राखिदिएको यार अनि के अरे सक्खर के त्यो पनि खाँदैन त्यो झन् गुलियो त्यो खाँदैन मैले गर्दा सबै खायो अस्ति इस्कुस पनि कति मिठो रहेछ तैँले त्यो रक्सी लाग्दाखेरि थुप्रो राम्रो थुप्रोले सँगसँग मिजाएको भयो इस्कुस यो फर्सीको पनि होइन दुई थरी हुन्छ कि यो हामीले त्यो के भन्छ यो यस्तो राम्रो छ नि अर्को यस्तो फोक फोक भन्ने चाहिँ हुँदैन नि हाम्रो तल तलतिर हुँदैन होला बेसीतिर अनि यो चाहिँ यस्तो मिठो हुन्छ नि हेर्दै ठाउँ हुन्छ यो कति चाहिँ मिठो हो भनेको जमेको जस्तो कहिले नखाने मान्छेले पनि खाइसक्यो अझै बाँकी चाहिँ यहाँ यति होइन